एक सुकी थुकी सही थुकी नदी भने जस्तै हेर्नु त यहाँ हामी करिब अहिले बेलुकाको 6 बजिसकेको छ। अवस्था यस्तो छ। म चाहिँ ट्रेनिङमा हो। हर हर महादेव। जल चढाउनु भयो या त चराचुरुङ्गीहरूले पनि बोट बिरुवालाई पनि संरक्षण गर्नु पर्यो नि त, सुरक्षा दिनु पर्यो। सो हेलो गुड मर्निङ सबैजनालाई। आज चाहिँ हामी यता गुप्तेश्वरीमै धारा हाल्नको लागि आएका छौँ। अब हामी सुरु गर्न आँटिरहेका छौँ। अलिकति व्यस्तताको बावजुद अनि सामानहरू यताउता नमिलेको कारणले गर्दाखेरि चाहिँ हामी अलिकति तोकेको समयभन्दा अलिकति लेट भयौँ। अब सुरु गर्दैछौँ। अब हाम्रो साथीहरू पनि छ उता, हाम्रो उताबाट पनि साथीहरू पनि आउनु भएको छ। थ्याङ्क यू सो मच हजुरहरू सम्पूर्णलाई। ल पाइपहरू झिक्दैछ साथीहरूले। हाम्रो बाजे पनि हुनुहुन्छ। यो हिल चाहिँ कता लानु भयो? मन्दिरको लागि हो, गुप्तेश्वर मन्दिरको लागि। सकिन्छ त यो चाल्न? सकिन्छ। कति लिटरको होला यो? 500 लिटरको। 500 ल है त, हाम्रो भाइ पनि आउँछ ल। हर हर महादेव। माम के सकिन्छ त आज यो? पाए बच्चा सकिन्छ होला। ल हाम्रो साथीभाइहरू सबैजना छ। हाम्रो भाइ छुट्टी आज काममा नगइकन छुट्टी लिएर बसेको छ। ए दिनभरि लाग्ला अझै? आज दिनभरि लाग्छ। ए हाम्रो नव स्टार युवा समूहको चाहिँ हाम्रो एकदम मरि मेट्ने चाहिँ हिँडिरहेको छ। उहाँले साथी पनि लिएर आउनु भएको छ है। जोस् राम्रै छ। बाजे आज हामी कता छौँ? वनमा हो यो। पानी ट्याक्क लगाउँ भनेर डाँडखेलको वनमा हो। कति जति थल टन्नै लाग्छ? आज दिनभरि लाग्ला? दिनभरि म्याक्सिमम लाग्छ है। मेरो साथी आफ्नो ड्युटी सकाएर आइसक्नु भएको छ। थ्याङ्क यू सो मच। आजको हाम्रो भिडियोग्राफर, फोटोग्राफर, क्यामेराम्यान हाम्रो साथीहरू कति मेहनत गरिरहेको छ। लाइनमा छ, लाइनमा है। हामीले कुनै पनि यो रुखहरू चाहिँ नकाटिकन कुना कुनाबाट चाहिँ नि ल्याएर आएको छौँ। एकदम खुसी लागिरहेको छ। अनि हामीले यो बोट बिरुवालाई पनि संरक्षण गर्नु पर्यो नि त, सुरक्षा दिनु पर्यो। सो कति वर्ष अगाडि भन्यो? लगभग 20-25 वर्ष अगाडि भन्यो। पहिला त्यो प्लान्ट आउने बेलामा चाहिँ यो जुन घरको चाहिँ नि यस्तो गर्ने रहेछ। आकाशी पानीले लगभग जस्तोबाट स्टोर गरिराखेको छ। ए ल यो पनि हुँदैन। यो मन्दिर जानुभन्दा यहीँ ठिक छ। पच्चिस 30 जना जति। ए सबैजना आउनु भएको छ। थ्याङ्क यू। ल हाम्रो भाइ पनि छ, मेरो आफ्नै भाइ हो। अनुहार हेर्नु नपत्ताए। अवस्था यस्तो छ। यहाँबाट गयो भने चिन्जी ब्लुत। म चाहिँ ट्रेनिङमा हो। म चाहिँ सानो कान्छ। आज हाम्रो चाहिँ बिहानदेखिको काम कन्टिन्यू भइरहेको थियो, तर अहिले 6 बजिसकेको छ। तर काम अझै बाँकी रहेको छ। तर हाम्रो काम चाहिँ लगभग अझै आज चाहिँ नसक्ला। नेक्स्ट टाइम चाहिँ स्योर सकिन्छ। आज 6 बजिसक्यो त, रातले अलि साथ नदेला। त्यसको लागि चाहिँ नेक्स्ट टाइम चाहिँ हाम्रो काम सफल बनाउनेछौँ। धन्यवाद मामा। अनि के कहिले गर्ने अब यो? अब अर्कै हप्ता त गर्नु पर्ला नि, फेरि त्यो पनि एक दिन लागिहाल्छ। भान्साको फेरि छुट्टी मिल्नु पर्यो। त्यो अब अर्को आइतबार चाहिँ यो जडान कार्यक्रम अनि यो पाइप पुरपार कार्यक्रम हुन्छ होला। ए ल है त, हामी सकेसम्म त्यो चाँडै गर्नु पर्यो। चाँडो गर्नुपर्छ। अझै अब यो पानी लगेपछि वनमा घाँस दाउरा लिन आउनेले पनि भयो, पानी तिर्खा लागि हुन्छ। यहाँ मन्दिरमा आउनुलाई जल चढाउनु भयो या त चराचुरुङ्गीहरूले पनि पानीको अभाव हुन्छ। त्यही भएर हामीले एउटा धेरै पहिलेदेखि सोचेको थियो यो कार्यक्रम चाहिँ यसपालि चाहिँ सम्पन्न हुन लागेको छ। धन्यवाद। धेरै मान्छेहरूको सपना थियो यो ठाउँमा धारा हाल्नु भनेर। म 8-9-10 वर्ष अगाडितिर पनि यहाँ धारा हाल्नु भन्ने चाहिँ भन्थ्यो कि। सो हामी करिब अहिले बेलुकाको 6 बजिसकेको छ। तर हाम्रो पाइप तान्ने प्रक्रिया चाहिँ जुन पाइप तान्ने चाहिँ हामी निरन्तरता नै छौँ। किन हामी सकाएर छाड्छौँ भन्ने एउटा प्रतिबद्धतालाई लिएर आएपछि त हामी सकाउने नै छौँ।
राति परिसकेको छ, बेलुकाको 6 बजिसकेको छ। 6 बजिसकेको छ, अझै हामी गर्दैछौँ। अबको हाम्रो नेक्स्ट अब सायद अब हेरेर नै गरौँ न।